हाम्रो देशको सुरक्षाको खाका मतलब त्यो पूरा ब्लुप्रिन्ट कसले र कसरी कोर्छ होला कहिले सोच्नु भएको छ? यो एउटा यस्तो डकुमेन्ट हो जुन देखिँदैन तर एकदमै पावरफुल छ। सीमानाको रक्षादेखि लिएर हाम्रो डेली लाइफको शान्ति सुरक्षासम्म सबै कुरालाई यसले असर पारिरहेको हुन्छ। हो, आज हामी त्यही महत्त्वपूर्ण दस्तावेज नेपालको राष्ट्रिय सुरक्षा नीति 2073लाई एकदमै सरल शब्दमा बुझ्ने कोसिस गर्दैछ। ल, यो पोलिसीलाई राम्रोसँग बुझ्नको लागि हामी 5वटा मुख्य कुराहरूमा ध्यान दिनेछौँ। सुरुमा यो किन चाहियो, त्यसपछि सुरक्षा भनेको आखिर हो के, अनि देशका मुख्य चुनौतीहरू के छन्, प्राथमिकताहरू के हुन् र अन्त्यमा यसलाई लागू गर्ने स्ट्र्याटेजी के छ। यी 5 कुरालाई एक एक गरेर हेर्दै जाउँ। ओके, सुरु गरौँ पहिलो खण्डबाट। आखिर यो नीतिको आवश्यकता नै किन पर्यो, होइन त? हरेक देशसँग आर्मी पुलिस त हुन्छ नै, तर एउटा छुट्टै लेखेरै राख्नुपर्ने सुरक्षा नीतिको के काम? खासमा नेपाललाई यस्तो फर्मल प्लान किन चाहियो त? अब हेर्नुस्, यो नीतिको जन्म एउटा निकै इन्ट्रेस्टिङ टाइममा भएको हो। 2072 सालमा जब नयाँ संविधान आयो, देश पुरै नयाँ स्ट्रक्चरमा गयो, होइन? अब यस्तो बहुजातीय, बहुभाषिक, यति धेरै डाइभर्सिटी भएको देशमा सबैको एकता जोगाउन र सबैलाई एउटै मालामा उन्न एउटा क्लियर गाइडलाइनको एकदमै खाँचो थियो। हो, यो नीति त्यही खाँचो पूरा गर्न आएको हो। तर यो नीतिको काम भनेको खालि सीमानाको रक्षा गर्नु मात्रै होइन है। यसको सोच, यसको भिजन त्योभन्दा धेरै फराकिलो छ। यसले त देशलाई भित्रैबाट स्ट्रङ बनाउने कुरा गर्छ, जस्तै देश विकासको लागि सेफ इन्भाइरोमेन्ट बनाउने, समाजमा मेलमिलाप कायम राख्ने, अनि सेनाले सामना गर्ने परम्परागत खतराहरू त छँदैछन्, त्यसका साथसाथै साइबर क्राइमदेखि क्लाइमेट चेन्ज जस्ता नयाँ नयाँ चुनौतीहरूसँग कसरी जुध्ने भन्ने एउटा कम्प्लिट प्लान हो यो। ल, अब जाउँ हाम्रो दोस्रो खण्डतिर। यहाँ हामी सुरक्षा भन्ने शब्दको अलि गहिरो अर्थ खोज्नेछौँ, किनभने यो नीतिले एकदमै क्लियर कट भाषामा भन्छ कि आजको जमानामा नेसनल सिक्योरिटी भनेको सेना र हतियार मात्रै होइन, यो त्योभन्दा धेरै ठूलो कुरा हो। त्यसो भए यो नीतिले राष्ट्रिय सुरक्षालाई डिफाइन चाहिँ कसरी गर्छ त? यसले भन्छ सुरक्षा भनेको देशको जियोग्राफी मतलब नक्साको मात्रै सुरक्षा होइन, यो त हाम्रो समाज, हाम्रो इकोनोमी, हाम्रो पोलिटिकल सिस्टम, यी सबैको कम्प्लिट प्रोटेक्सन हो। सोझो भाषामा भन्दा बाहिरको आक्रमणबाट पनि जोगाउने अनि देशभित्रको कलहबाट पनि जोगाउने, दुवैबाट बचाउनु नै यसको मुख्य उद्देश्य हो। यसलाई एउटा उदाहरणबाट बुझौँ है। मान्छेको हेल्थ जस्तै हो यो। राम्रो स्वास्थ्य भनेको शरीर मात्रै ठिक हुनु होइन नि, होइन र? मान्छे मेन्टल र इमोसनल रूपमा पनि फिट हुनुपर्छ। हो, ठ्याक्कै त्यस्तै राष्ट्रिय सुरक्षा भनेको पनि देशको हरेक अङ्गको ओभरअल हेल्थ हो। सोच्नुहोस् त, कुनै देश आर्थिक रूपमा कमजोर छ, समाजमा फुट छ वा क्लाइमेट चेन्जको सङ्कटमा छ भने सेना जतिसुकै बलियो भए पनि के त्यो देश साँच्चै सुरक्षित हुन्छ त? हुँदैन नि। ओके, यदि सुरक्षाको अर्थ यति वाइड छ भने हाम्रो देशले सामना गरिरहेका खास खास चुनौती र खतराहरू चाहिँ के हुन् त? ल, अब हाम्रो तेस्रो खण्डमा हामी ठ्याक्कै यही कुरालाई अलि डिटेलमा हेरौँ। यो पोलिसीले एउटा एकदमै इम्पोर्टेन्ट कुरा के देखाउँछ भने नेपालका सुरक्षा चुनौतीहरू आइसोलेटेड छैनन्, मतलब छुट्टा छुट्टै छैनन्, बरु यी सबै एक अर्कासँग नराम्ररी जेलिएका छन्, एउटा कम्प्लेक्स वेब जस्तै, जहाँ एउटा समस्याले अर्को समस्यालाई जन्माइरहेको हुन्छ वा झन बढाइरहेको हुन्छ। जस्तै पोलिटिकल लेभलमा हेरौँ, राजनीतिक अस्थिरता, बाहिरको अनावश्यक हस्तक्षेप अनि अपराधमा हुने राजनीति, यस्ता कुराले देशको जगै हल्लाइदिन्छ। अनि भ्रष्टाचार र जे गरे पनि हुन्छ भन्ने दण्डहीनताले त झन् नागरिकको सरकारप्रतिको विश्वास नै सिद्ध्याइदिन्छ। अब जनताले नै विश्वास नगरेपछि त्योभन्दा ठूलो सुरक्षा चुनौती के हुन्छ र? त्यस्तै सोसियो इकोनोमिक साइडमा हेरौँ। कमजोरी इकोनोमी, गरिबी, बेरोजगारी, यो कुराले मान्छेमा फ्रस्ट्रेसन र रिस पैदा गर्छ, अनि त्यसले समाजको मेलमिलाप नै बिगार्न सक्छ। त्यसमाथि नागरिक अधिकारको गलत प्रयोग र हाम्रो सामाजिक मूल्य मान्यताहरू कमजोर हुँदै जाँदा समाज भित्रैबाट खोक्रो बन्दै जान्छ। र अब बाहिरबाट आउने खतराहरूको कुरा गर्दा खुला सीमाना म्यानेज गर्ने च्यालेन्ज, बेला बेला हुने सीमा अतिक्रमणका घटनाहरू अनि टेरोरिजम र ट्राफिकिङ जस्ता बोर्डर पार अपराधहरू मुख्य खतरा हुन्। हाम्रो छिमेक वा रिजनमा हुने कुनै पनि गडबडीले हामीलाई सिधै असर गर्छ। त्यसैले त मैले अघि भनेको यी सबै चुनौतीहरू एकअर्कासँग कनेक्टेड छन्। ल, यति धेरै चुनौतीहरूको कुरा त भयो, अब अ भेरी अब्भियस क्वेसन आउँछ, सोल्युसन के त? हाम्रो चौथो खण्डले यही कसरी भन्ने प्रश्नको जवाफ खोज्छ।
हेरौँ है त यो नीतिले सबैभन्दा बढी प्राथमिकता मतलब टप प्रायोरिटी कुन कुरालाई दिएको छ? यो पोलिसीले कस्तो नेपालको सपना देखेको छ थाहा छ? यहाँ लेखिएको छ, एक स्वतन्त्र, सार्वभौम, स्वाभिमानी, बलियो, समृद्ध, शान्त, आत्मनिर्भर र सुरक्षित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल। सुन्दा एकदमै एम्बिसियस लाग्छ, होइन? तर यो एउटा एकदमै क्लियर भिजन हो र यही भिजनले नै अरू सबै प्राथमिकताहरूलाई गाइड गर्छ। र यो प्राथमिकताको अर्डरले नै पोलिसीको फिलोसफी देखाउँछ। हेर्नुहोस् है, नम्बर 1मा छ राष्ट्रको सुरक्षा, त्यसपछि आउँछ जनताको सुरक्षा, अनि नागरिक अधिकार, र अन्त्यमा आर्थिक सुरक्षा। यसको गहिरो मतलब के हो भने राष्ट्र तब मात्र बलियो हुन्छ जब त्यहाँका नागरिकहरू सेफ, फ्री र प्रस्परस हुन्छन्। ल प्रायोरिटीहरू त सेट भयो, तर त्यहाँसम्म पुग्ने बाटो, त्यो रोडम्याप चाहिँ के हो त? अब हाम्रो अन्तिम 5औं खण्डमा हामी यही गोलहरू अचिभ गर्न पोलिसीले बनाएका मेन स्ट्र्याटेजीहरूबारे कुरा गर्नेछौँ। यो पोलिसीले अपनाएको एउटा सबैभन्दा इम्पोर्टेन्ट स्ट्र्याटेजी हो पहिले घर अनि बाहिर बन्ने प्रिन्सिपल। यसको सिम्पल मिनिङ के हो भने बाहिरका चुनौतीहरूसँग लड्नुभन्दा पहिले देशलाई भित्रैबाट स्ट्रङ र स्टेबल बनाउने, र यसको लागि बलियो आर्मी पुलिस मात्रै भएर पुग्दैन। भ्रष्टाचार र अपराध विरुद्ध 0 टलरेन्स हुनु पर्यो, अनि सिक्योरिटीको मामलामा आम मान्छेको पार्टिसिपेसन पनि सुनिश्चित गर्नु पर्यो। यस्ता कुराहरूमा जोड दिएको छ। आखिरमा यी सबै नीति, प्राथमिकता अनि स्ट्र्याटेजी, यी सबैको निचोड अब बटम लाइन के हो त? त्यो हो एउटा यस्तो नेपाल बनाउनु जहाँ हरेक नागरिकले डर र अभाव बिना शान्ति र स्वतन्त्रताका साथ बाँच्न सकोस् र देशको समृद्धिमा हिस्सा लिन पाओस्। तर हेर्नुस्, एउटा राम्रो पोलिसी कागजमा लेखिनु एउटा कुरा हो, त्यसलाई रियल लाइफमा उतार्नु त्यो बिल्कुलै अर्को कुरा हो। आजको हाम्रो यो विश्लेषणलाई हामी यही एउटा महत्त्वपूर्ण प्रश्नमा आएर टुङ्ग्याउँछौँ, यति राम्रो, यति एम्बिसियस नीतिलाई खाली कागजमा मात्रै सीमित हुन नदिन र यो कन्स्टेन्टली चेन्ज भइरहेको दुनियाँमा नेपालको भविष्यलाई साँच्चीकै सकेर बनाउन अब के गर्नु पर्ला? यो एउटा सोच्नुपर्ने प्रश्न हो।